फेसबुकमा त टाइमै दिन साह्रो परिसक्यो। हेलो एभ्रिवान, नमस्ते। म रिता हजुरहरूको माझ फेरि एउटा सानो मिनी ब्लग लिएर आइसकेको छु। यो चाहिँ मेरो माला बनाउन अर्डर थियो र माला चाहिँ फटाफट गरेर बनाइदिएको पहिले नै हेर्न सक्नुहुन्छ है। माला चाहिँ बनाएर रेडी भइसक्यो। के कस्तो लाग्यो हजुरहरूलाई हेर्नु। यो महिनामा चाहिँ मैले निकैवटा अर्डर भेटेर त अर्डर उसले हेर्नु यो माथिको चाहिँ उहाँले ल्याइदिनु भएको थियो र मैले बनाएँ। म चाहिँ अब कहाँ जाँदैछु भने गाईलाई पानी खुवाउन जाँदैछु। यो त दिउँसो भइसक्यो, अब 12 बजिसकेछ र फटाफट गरेर एक ठाउँमा जानु पनि छ। हामी चाहिँ अब आयो अरे गइसक्यौँ, पुगि पनि सक्यौँ। यहाँ एउटा डराइले फेरि घरमा एउटा नाम घर लिएको अरे, हामीलाई चाहिँ निमन्त्रण थियो र म र यो कान्छे सँगै दुईजना गएर छोराछोरी लिएर गएर है दुईजना गयौँ प्रसादहरू गरेर। कति राम्ररी गरेको हेर्नु, यही डराइको घरमा चाहिँ थियो। मान्छे पनि कति भिड र उताबाट फटाफट आएर म चाहिँ फेरि गाई लिन गइसकेँ। गाई भने मेरो यही हुन्, यी 3टा हुन् मेरा। र त्यहाँबाट आएर एउटा रिल बनाउनु पऱ्यो भनेर रिलमा उ गरेँ, किनकि एउटा हाल्नै पऱ्यो होइन। मिनी ब्लग त सधैँ भेटिँदैन, ब्लग एउटा हाल्नुपर्छ र 3 टाइम मलाई चाहिँ हाल्नु भनेर फेसबुकबाट आइरहेछ, तर के गर्नु, केही कन्टेन्टै भेटिँदैन। यस्तै हालेर नि दिन कटाउनु पऱ्यो। यो रिल बनाइसकेर म चाहिँ सब्जी काट्दैछु। यता छोरो पढ्दैछ, पढ भनेर हेर्नु। म पढ्न चाहिँ जाँदै मानेन, के भएको पनि यसलाई चाहिँ, र यसलाई पढाउँदै म चाहिँ सब्जी खेलाउँदै। यहाँ चाहिँ हिजो ल्याएको सब्जी थियो, कटहर, बैगुन, त्यहाँबाट बुङ्गो थियो। यो चाहिँ हामी गाउँमा गएका थियौँ र गिफ्ट भेटेका साथै। यो चाहिँ गाउँमा हिँड्दा नि फाइदै भयो हामीलाई चाहिँ, किनकि थुप्रो दिनमा निस्केर गएका थियौँ र त्यस चाहिँ सामान लिएर आयौँ। अब यही भोलि त अब खानु पऱ्यो, भोलि शनिबार हो। भोलि चाहिँ दिउँसो कटहरै पकाउँछु भनेर भोलिलाई कटहर चाहिँ राखेँ। यता हेर्नु, यो चाहिँ लास्टमा परेछ। अघि उहाँ गएका थियौँ हकाममा र यसो बानी डुलेर आउने भनेर बगानतिर डुल्न गएका थियौँ। म चाहिँ छोरी बोकेरै गएको थिएँ। यति नै आजको मिनी ब्लग। नमस्ते, बाई।